सो गाइज मलेसिया चाहिँ कस्तो छ भन्दाखेरि हामी बस्ने जस्तै मलेसियामा बस्ने मान्छेहरू चाहिँ कस्तो ठाउँमा बस्छ भन्दाखेरि होइन तपाईँलाई म देखाउँदैछु कस्तो प्रकारले बस्छ र के हो यहाँको होइन सोसाइटी होइन के हो समाज होइन कम्युनिटी के हो भन्ने कुरा चाहिँ तपाईँले देखाउँछु। यो चाहिँ एउटा प्लाजा भनौँ, यो मान्छे बस्ने एरिया नै हो होइन। यहाँबाट वरसम्म छ होइन। सो दिस साइड हो यतापट्टि, अनि फेरि यतापट्टि छ त्यस्तै। फेरि हरियाली हेर्नु, सडक होइन, हरेक कुराको सुविधा युक्तै छ यहाँ। सम्पूर्ण कुरा चाहिँ सुविधा छ, कुनै असुविधा भन्ने कुरै छैन होइन। म चाहिँ हिँडिरहेको छु होइन, चट्ट लाएर। अब तपाईँहरूलाई यहाँको मान्छे कसरी बस्दो रहेछ भन्ने कुरा चाहिँ देखाइरहेको छु होइन। सो यस्तो ठाउँमा छ होइन। अनि यो चाहिँ अब त्यहाँ परको पनि छ, त्यहाँ हेर्नु सक्नुहुन्छ होइन। पर यहाँबाट यहाँ पुरै होइन लाइट हेर्नु न, चट्ट लगाएर नाइट रातिको यो होइन। अब यहाँ चाहिँ 24 आवरै हुन्छ होइन। यहाँको मान्छेहरूको चाहिँ कामहरू होइन, हरेक कुराहरू होइन परसम्म हुन्छ। यहाँबाट आउँछ होइन। गार्डनहरू दामी छ। जस बस्नुलाई चाहिँ हामी नेपाली नजाने हो कि के हो होइन। र यहाँको मान्छेहरू चाहिँ दामी पाराले बस्छ। र अहिले भर्खरै चाहिँ मलेसियाको नयाँ रुल आएको छ, किनकि बाटोमा फोहोर फाल्नु मिल्दैन। केही कुरा बिस्कुटहरू चाउचाउहरू तपाईँले लिएर खानुभयो भने होइन बाटोमा फाल्नु भएन। जहाँ चाहिँ फाल्ने ठाउँ छ त्यहाँ लगेर फाल्नै पर्यो, अथवा त्यहाँ वरिपरि फाल्ने ठाउँ भेटिएन भने तपाईँले कहाँनिर छ त्यो फाल्ने साम्पा बक्स त्यहाँ लगेर फाल्नुपर्छ होइन। डस्टबिन भनौँ न, फोहोर फाल्ने ठाउँ त्यहाँ लगेर फाल्नुपर्छ। र म चाहिँ त्यहाँ मार्केट हिँड्नु लागेको थिएँ। अनि तपाईँले चाहिँ यति कुरा भनौँ नि, किनकि मार्केट एरियामा अब हामी केही किनेर चाहिँ होइन, केही किन्दाखेरि चाहिँ फट्टक खाएर फालिहाल्छौँ क्या। तर त्यस्तो काम नगर्नु होला है। त्यो काम गर्दाखेरि तपाईँ ठुलो दुर्घटनामा पर्न सक्नुहुन्छ, किनकि यहाँको सरकारले अहिले नयाँ रुल बनाएको छ। न्यू रुल भनौँ न, नयाँ रुल राखेको छ र अहिले चाहिँ नयाँ रुलमा चल्नुपर्छ है। सो तपाईँहरू चाहिँ सचेत भएर होइन, मलेसियातिर हुनुहुन्छ भने अलिक सचेत भएर हिँड्नु होला होइन। सामान किनिसकेपछि खानेकुरा खाइसकेपछि तपाईँ त्यही नफाल्नु होला भन्न चाहन्छु है सबैजनालाई। ल मेरो यो भिडियोलाई पनि फलो गरिदिनु होला है। अझै म योभन्दा राम्रो कुराहरू लिएर आउनेछु नि तपाईँहरूलाई। धन्यवाद है सबैजनालाई। थ्याङ्क यू। हेर्ने यहाँ सबै परि छ। यो म मार्केट आउँदैछु।